हजुर हाम्रो सामु अध्यक्ष कमरेड प्रचण्ड आउँदै हुनुहुन्छ जुलुस सहित। अब भने हामी औपचारिक कार्यक्रमतर्फ अगाडि बढ्छौँ। धन्यवाद कलाकार मित्रहरूलाई साङ्गीतिक प्रस्तुतिको निम्ति। हामी आज एउटा भव्य समारोहमा सहभागी छौँ। हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान झापाबाट सुरु भएको त्यो एउटा नयाँ अभियान, त्यो रूपान्तरको अभियान, एउटा त्यो अभियान आज चितवन आइपुगेको छ। यसको औपचारिक कार्यक्रम हामीले सुरुवात गर्न गइरहेका छौँ र त्यसको यो अभियानको झापादेखि हाम्रा आदरणीय अध्यक्ष सर्वहारा वर्गका अग्रदक्षता सर्वहारा वर्गको आशा र भरोसाको केन्द्र नेपाली क्रान्तिका नायक सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पिता प्रथम गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्रीले त्यो जागरण अभियानको नेतृत्व गर्नुभएको छ र आज यो मञ्चमा जुलुसको नेतृत्व गर्दै आइरहनु भएको छ। हामी यो कार्यक्रमलाई औपचारिक रूपमा सुरुवात गर्न गइरहेका छौँ। सबै आदरणीय जनसमुदायहरू, हाम्रो सर्वहारा वर्गको नायक, नेपाली क्रान्तिका नायक, गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्रीलाई मञ्चमा स्वागत गर्न, गटगटा तालीबाट स्वागत गर्न सम्पूर्ण जनसमुदायलाई म हार्दिक अनुरोध गर्दछु। यो एउटा यस्तो अभियान हो जसले सर्वहारा वर्ग, उत्पीडन भएका सबै क्षेत्र, लिङ्ग र सबै जनसमुदायलाई एउटा जागरण पैदा गरेको छ भने दलाल, नोकरसाही र पुँजीपति र बिचौलियाहरूका विरुद्ध, भ्रष्टाचारमा दलित भएका शासकहरू विरुद्ध एउटा खबरदारी बोकेर आइरहेको छ। म यो औपचारिक कार्यक्रममा हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानको यो